नमस्ते। आज मैले ल्याएको छु पनिर, शिमला मिर्च, प्याज, टमाटर, अदुवा, लसुन, खुर्सानी प्लस यहाँ छ काजु। यो चाहिँ पनिर र शिमला मिर्चको सब्जीको लागि है। अब चाहिँ म यो काट्दैछु शिमला मिर्च। यो फ्याक्नु यसको। यस्तो शेपमा काट्नुस्, राम्रो देखिन्छ, हेर्दा पनि राम्रो, खाँदा पनि मिठो। पनि यसरी काट्दैछु, हेर्नुस्। काट्नुस्। सेप चाहिँ एउटै छ भने हेर्नुमा सब्जी राम्रो देखिन्छ। खुर्सानीको भेट्न सबै निकाले। अब यसलाई म पिस्छु। यो प्याज, अदुवा, लसुन एकै जग्गा गरेर पिस्छु। खुर्सानी काटिहाल्छु नि। टमाटर, हालेर पिस्नुपर्छ। एकछिन सब्जी रेडी छ। पिसेको देखाउँदैछु। मिक्सीको आवाज बेसी आउँछ भनेर मैले यो पिसेको अलिकति मात्रै देखाएको। ग्यास जलाउँदैछु। अब कराई बसाएको। कराई अलिक गरम हुनुपर्छ, तब तेल हाल्नुपर्छ। तेल तात्यो, अब तेल हाल्दैछु। कराई तात्यो, तेल हाल्दैछु। पनिर भाज्छु। अब पनिरलाई यहाँ हेर्नुहोस्, पनिर यस्तो छ। पनिर हाल्दैछु। दुईपल्ट पनिर हालेर फ्राई गरेँ। पनिर हाल्दा हाल्दा हातमा तेल पड्केर यहाँ भिडियो नै काटी पठाएछ साथी हो। त्यस्तो नि हुन्छ। पनिर निकाल्दैछ। पनिर त के भयो कटन र टुटन हुँदैछ। पनिर हाल्दैछु। पनिर भाज्यो, टुक्रियो, डढ्यो भने केही हुँदैन। सब्जी मिठो हुनुपर्छ, भइहाल्यो। मिठो हुन्छ सब्जी। त्यो भाज्यो भने, अलिकति टुट्यो भने केही हुँदैन। यसको चाहिँ सब्जी चाहिँ राम्रो हुनुपर्छ। यो चाहिँ राम्रो भयो। पनिर निकालिहाल्नुपर्छ। फुट्यो भने चाहिँ पनिर भयो। अब मसला हाल्दैछु। अझै फुटेको मसला हाल्छु। मसला भुट्दैछु। मसला भुट्दैछ। अब यसरी मसला भुट्नुपर्छ। अलिकति मसला भुट्दैछु। त्यहाँदेखि हाल्नुपर्छ नुन, हर्दी, अलिकति कलरको लागि धुलो खुर्सानी। मसला नुन हर्दी हालेर चलाइदिउँ। एकछिनको लागि भुटौँ मसलालाई। 2-3 मिनटको लागि यसो मसलालाई चलाइझाइ गर्नुपर्छ। त्यसका शिमला मिर्चलाई पनि 2-3 मिनट पकाउनु पर्छ। फ्यात्त गलेको पनि राम्रो हुँदैन। कट्मेरो राख्नुपर्छ। एकछिन छोपिदिँदैछु। 2-3 मिनटको लागि छोपिदिएको छु। ल साथी हो, के पाक्यो। पनिर हाल्दैछु। अब तपाईँले सोच्नु हुँदा होला अदुवा लसुन त हालेन लागि उसमै पिसिरहेको थिएँ मैले। अदुवा लसुन पनि
प्याज टमाटर अदुवा लसुन सब पनिर अलिकति त्यसरी खिचेर नि हाल्नुपर्छ, राम्रो ग्रेभी बस्छ। अलिकति पानी पनि हाल्नुहोस् है साथी, हाल्नुहोस् है। कोही बेला बोलीमा लटपटिन्छ, यसो क्षमा पूर्व माफी पनि गरिदिनु होला। हाम्रो पनिरको सब्जी तपाईहरु खाएर हेरेर टेस्ट गर्नुहोस्, पाक्यो, सब्जी त पाक्यो।